जय नेपाल सत्य सेवा सुरक्षानम। आजको यस फेरि भेटौँला तथा विदाई कार्यक्रमका प्रमुख अतिथि यस कार्यालयका कार्यालय प्रमुख सर्दै श्रीमान प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेज्यू, प्रहरी निरीक्षक हरिराम डाङ्गीज्यू। आजको यस फेरि भेटौँला कार्यक्रम पश्चात हामी माझबाट विदा भई जान लाग्नुभएका प्रहरी दिनेश तिमल सिन्हाज्यू, सुमे पर्वनानी तिलकवीर विगज्यू, जुनियर प्रहरी अधिकृतज्यू लगायत यस कार्यक्रममा उपस्थित सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारी साथीहरू, प्रमुख अतिथिज्यूमा निवेदन गर्दै फेरि भेटौँला कार्यक्रम तथा विदाई कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सल काठमाडौँको चलान नम्बर 5849 मिति 2081 12 महिना 24 गतिको पत्रादेश अनुसार यस जिल्ला प्रहरी कार्यालय जाजरकोट मानव स्रोत व्यवस्थापन शाखा दरबन्दीका प्रहरी निरीक्षक दिनेश तिमल सिन्हाज्यू मिति 2081 3 महिना 6 गतेदेखि हालसम्म 9 महिना 11 दिन यस कार्यालयमा निरन्तर कार्यरत रही यस कार्यालयको बसाइलाई बिट मार्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अर्को आदेश नभएसम्मको लागि कास सरुवा भई जान लाग्नुभएकोले प्रहरी निरीक्षक दिनेश तिमल सिन्हाज्यूलाई यस कार्यालयमा रहँदा बस्दासम्म उहाँले पुर्याएको योगदानको कदर गर्दै टोपी खादा अबिरमाला लगाई मायाको चिन्ह प्रदान गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि यस कार्यालयका कार्यालय प्रमुख सर्दै श्रीमान प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेज्यूलाई सादर अनुरोध गर्न चाहन्छु। साथै हामी माझबाट बिदा भई जान लाग्नुभएका यस फेरि भेटौँला कार्यक्रमका प्रहरी निरीक्षक दिनेश तिमल सिन्हाज्यूलाई क्रमशः बिदाई गरिदिनु हुन सम्पूर्ण उपस्थित प्रहरी कर्मचारीहरूलाई हार्दिक अनुरोध गर्दछु। यो माला भएपछि खाना खास गर्नु पर्दैन। यो निधि राम्रो माला छ यो। यो माला भएपछि खाना खास गर्नु पर्दैन। यो निधि राम्रो माला छ यो। उता भन्दिने यो खिचा चाहिँ बन्द गर्दै के अरे इजिल गर्छ झन्डा खसी Thank you.
हामीले ठ्याक्क यो पनि उनीको दिएको है न तपाईँ बुझ्न हिसाबले खाता लगाइदिएर उता भन्ने यो खिचा चाहिँ पनि बन्द गर्दै के अरे एडिट गर्छ झन्डा खसी अब को धन्यवाद सन्तोष सर। यस विधायी कार्यक्रममा हाम्रा प्रमुख अतिथि हाम्रो यस जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सर्देश श्रीमान प्रहरी नायक उपरीक्षक श्री पुरुषोत्तम प्रसाद पाण्डेज्यू
लगायत हाम्रो हैराम जाङ इन्स्टिच्युट साहब सर लगायत उपस्थित सम्पूर्ण प्रहरी कर्मचारी साथीहरू, म यस जिल्ला प्रहरी कार्यालय जाजरकोटमा विगत 2081 असार 6 गते हाजिर भएको। त्योदेखि अहिले 9 महिना 11 दिन भन्नुभयो सन्तोष साहबले। त्यो बिचमा बिदा गरेर जो 8 महिना जति जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बसियो होला। यस बिचमा धेरै कुराहरू सरबाट मैले भन्नै पर्ने हुन्छ। यहाँ केही सानो कुराहरू पनि हामीले इन्सिडेन्ट त भइयो, तर के भन्छ भइसकेपछि केही कुराहरू नथाहा भएका कुराहरू साना कुराहरू पनि सरबाट यहाँ कार्यरत रहँदा सिक्ने मौका पाइयो। त्यो चाहिँ आफ्नो व्यावसायिक उसको लागि चाहिँ भोलि चाहिँ पछिसम्म पनि त्यो सम्झना रहनेछ जस्तो लाग्छ मलाई। होइन सामान्य कुराहरू अब यो कार्यक्रममा मैले के भन्छ सानो कुर्सी मिलाउने कुरादेखि लिएर होइन कोही कुरा आफूले चाहिँ गरिया हुँदैन, त्यो थाहा पनि हुँदैन केही कुरा, त्यो हामीलाई त्यति खै किन त्यो नभए हो कि सरको अनुभवबाट सिक्ने मौका पाइयो। होइन साना कुराहरू मैले त्यो नोट आफ्नो डायरीमा नोट पनि गरेर राखेको छु। होइन अब सरसँग कीर्तिपुर नै मेरो भेट हुन्थ्यो होला, कीर्तिपुर पनि म जानलाई एकदम ऊ भएको थिएँ, बिचमा खै के भयो त्यसो भेट्यो त्यो भएन। होइन अहिले पनि म सरलाई अब अस्ति बिदा जाँदाखेरि सर हजुरको त सरुवा भइहाल्छ क्या, बिदाई गर्न पाइँदैन क्या भनेर गएको। होइन त अहिले सरले आफ्नै बिदाई हुनु पऱ्यो यहाँ। होइन यसमा मेरो सुर्खेत जाने त्यस्तो केही त्यस्तो पहिले जान्छु भने सोचेको पनि त केही पनि खै खै कताबाट के भयो, 81 काज गरेर जानु पऱ्यो। होइन यस बिचमा रहँदा बस्दा कसैलाई अब मेरो व्यावसायिक कामको लागि अब कसैसँग व्यक्तिगत त्यस्तो रिसिभी दुश्मनी नभएर कसैलाई केही नराम्रो कुरा भनेको जस्तो त मलाई लाग्दैन। त्यो भनिएको रहेछ भने यहीँ आजकै दिनसम्म हो, त्यो मैले कसैलाई व्यक्तिगत कारणले भनेको होइन भने सोधिदिनु होला। अब आगामी दिनमा पनि कहीँ न कतै भेट भइहाल्नेछ भन्ने विदाय कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद। यस फेरि भेटौँला कार्यक्रम पश्चात हामी माझबाट जान लाग्नुभएका प्रहरी निरीक्षक दिनेश तिमिल सेनज्यू, यस फेरि भेटौँला कार्यक्रम पश्चात हामी माझबाट बिदा भई जान लाग्नुभएका प्रहरी निरीक्षक दिनेश तिमिल सेनाज्यूको जिल्ला प्रहरी कार्यालय सुर्खेतको कार्यकुशलताको शुभकामना साथै यस कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूमा आफ्नो अमूल्य निर्देशनसहित यस कार्यक्रमलाई समापन गरिदिनु समेत यस कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेज्यूमा हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक पनि बिदा हुने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद सन्तोष सर। अब यस बिदाई तथा फेरि भेटौँला कार्यक्रममा उपस्थित इन्स्पेक्टर साहबहरू, सेनामेक साहब, जुनियर अफिसर साहबहरू, वरिष्ठ हल्दार साहब, जवान भाइ बहिनीहरू, सर्वप्रथम त यो कार्यक्रमले नै भनिहालेको छ बिदाई तथा फेरि भेटौँला। हाम्रो यो सङ्गठन एउटै फ्यामिली हो भन्ने कुरा सबलाई थाहा छँदैछ। यसमा कहीँ न कतै हामी ठोकिहाल्छौँ। अहिले त झन् अब भनौँ न फिजिकल्ली हामी भेट नभए पनि अनलाइनको जमाना छ, भर्चुअल सामाजिक सञ्जालबाट भर्चुअलबाट कन्ट्याक्ट भइ नै रहन्छौँ। र हामी यहाँ रहँदा बस्दा जुन हामीले एउटा ब्रदरहुड कायम गरेको थियो त्यो चाहिँ चिरकाल पर्यन्तसम्म नै हुनुपर्छ भन्ने कुरा चाहिँ म फेरि दोहोऱ्याउन चाहन्छु। हाम्रोमा अहिले त्यो अलिक कमी देखिरहेछ, त्यो चाहिँ हाम्रो भन्नै पर्छ। यस्तो कार्यक्रममा मैले भनिरहेको पनि गरिरहेको छु, हामीले एकले अर्कालाई खुट्टा तान्ने प्रविधि असाध्यै छ। त्यो चाहिँ हामी एक्लै सक्सेस हुने भन्ने नै होइन, यो टिम वर्क हो। यो जहिले पनि हाम्रो चाहिँ यो कुनै पनि हामीले इन्डिभिजुअल हामीले चाहिँ यो बौद्धिक ज्ञान भन्छ नि त्यसको लागि मात्र इन्डिभिजुअल हुने हो। तर यो फोर्स भनेको नै सङ्गठन हो। सङ्गठन भनेको एउटा सबैको सामूहिक विचार सोच र सामूहिक नेतृत्वको आधारमा यो चलेको हुन्छ। यसमा विभिन्न तहगत हिसाबले चाहिँ हाम्रो चाहिँ दर्जागत हिसाबले छुट्याएको छ। हाम्रो तह वाइज हामीले ऱ्याङ्क एन्ड फाइलको मेन्टेन गर्ने भन्छ, त्यो हिसाबले चाहिँ गरेको छ। जसमा अब यहाँ कार्यालय प्रमुखको हिसाबले म नेतृत्वमा भएँ भने यो सबै काम गर्ने त तपाईँहरूले नै हो। त्यसमाथि पनि इन्स्पेक्टर साहबहरूको अहम भूमिका रहन्छ नै। तर कहिलेकाहीँ के परिदिन्छ भने कहिलेकाहीँ हामीले नेतृत्वले नै एकदम कडा डिसिसन लिनुपर्ने अवस्थामा चाहिँ त्यो चाहिँ एउटा रिजिड हुनुपर्छ नेतृत्व। त्यसमा चाहिँ हामीलाई चाहिँ चाहे जो को म मात्र होइन कि तपाईँले पनि इन्स्पेक्टर साहबले पनि कहिलेकाहीँ एउटा
डिसिसन दिएकोमा चाहिँ अडिग रहन चाहिँ पर्छ फेरि, किनभने त्यो चाहिँ हेरेर गर्नुपर्छ। त्यो गर्दाखेरि सबै कुराहरू एनालाइसिस गर्नुपर्छ। मैले यो कुरा चाहिँ पहिला पनि भनेको छु र फेरि दोहोऱ्याउनु कारण चाहिँ यस्तो अवसर चाहिँ फेरि मिल्दैन, त्यो हिसाबले मैले दोहोऱ्याएको पनि जान्यो। नराम्रो काम हामीले किन गर्नुहुन्न भन्दाखेरि हामीले एउटा ठाउँमा नराम्रो काम गऱ्यौँ भने त्यो सबै फैलिँदै जान्छ, अझ थपिँदै जान्छ। त्यसकारण यो कुरा चाहिँ ख्याल गर्नुपर्छ। हामीले राम्रो गर्न नसके पनि नराम्रो चाहिँ नगर्ने। कीर्तिपुरा दीप्ति कार्यक्रम हाम्रो उसले भनेको थियो, एउटालाई पठाउँछु भने नाम ठ्याक्कै मलाई त्यो पछि रिकल भयो। कीर्तिपुरै भेट हुन लेखेको थियो तर भएन। तर एउटा हामी सहकार्य गर्ने लेखेको रहेछ, यहाँ आएर भेट भयो। यहाँ पनि अब भनौँ न भर्खर पास आउट भएर आएको, तालिमको धङधङी होइन। मैले आउने बित्तिकै तपाईँले बिदा पनि छोडिदिएको थिएँ क्यारे होइन, जानुभएको थियो बिदा। ल ठिक छ, उसमा भएको धेरै भएको थिएन भनेर बिदा पनि। सिक्ने कुरा भनेको जहिले पनि जहाँ पनि सिकिन्छ क्या त त्यो कुराहरू। अब मैले चाहिँ यहाँ आएर अब कहिले मुद्दामा, कहिले प्रशासनमा, कहिले अब सबै गर्नुपर्छ, हामीले भ्याउँदैन हेर्नलाई। मैले बिदामा पनि अलिकति भाइटल पोस्टमा बस्ने चाहिँ यसो भन्नु, नभए तपाईँको डिसिसन हो भनेर होइन भनेको छु, भनेको थिएँ। अब उहाँलाई त्यो उसमा अब्जेक्सन गर्ने कुरा हुँदैन र त्यो हिसाबले हामीले यसरी काम गरेका थियौँ। र राम्रै जाजरकोटको टिम चाहिँ मैले अरूलाई पनि भन्थेँ, तपाईँले सुन्नु पनि भयो होला, जाजरकोटको टिम अहिले हाम्रो चाहिँ सबैभन्दा राम्रो टिम छ। यो यहाँ चाहिँ हाम्रो इन्स्पेक्टर साहब लगायतदेखि लिएर काम गर्ने त सबै ट्वाइसीले गर्ने हो, किन म ट्वाइसी हुँदाखेरि पनि सबै लगभग धेरै कुराहरू हामीले हेर्थ्यौँ। भनेपछि यो कुराहरू हामीले ख्याल गर्नु, किनभने तपाईँहरूले गर्ने तपाईँहरूले हो क्या। फेरि अब काम गर्ने मान्छेलाई प्रोत्साहित गर्नैपर्छ र पटक सम्झाउँदाखेरि पनि नगर्ने मान्छेलाई चाहिँ यो अलग गर्नुपर्छ। किनभने हामीले नङ त सधैँ काट्छ नि, कति नङ काट्यो पनि थाहा छ, त्यो नङ काट्दै जाने हो क्या त। त्यो तिनीहरू भनेको नङ हुन्, कपाल हुन्, अनावश्यक चिज काटेरै फाल्नुपर्छ। त्यो काट्नलाई कसैले माया दया गर्दैन, किनभने उनीहरूले हामीलाई प्रति माया नगरेको, हाम्रो सङ्गठनप्रति माया नगरेको मान्छेलाई हामीले चाहिँ माया गर्नु हुँदैन। पटक गर्छ भने मौका त एकचोटि दिने हो। त्यो कारण स्पष्ट कुराहरू हुन्छ, जसले बिगार्छ उसलाई कारबाही हुन्छ। यो कुरा चाहिँ तपाईँले पनि ख्याल गर्नु होला। पछि गर्ने नि त्यही हो, यसलाई माया गर्छ, यसलाई उसै भन्छ भनेर त्यसले पछि आफूलाई असर गर्छ, त्यो कुरा हो। र अब दिनेश साहबकैमै जाउँ फेरि। त्यो तपाईँहरू आफै बुझ्नुहोस्, किनभने तपाईँहरूप्रति विश्वास गरेर त हो त होइन। फाइलहरू किन भन्दाखेरि तपाईँले राम्रो गर्नुभएको छ, सबै गर्नुभएको छ, त आइरहेछ त। अहिले सोध्छु के त दिनेश साहबले पनि अब उता के हेर्नुहोस्, तपाईँले मुद्दा हेर्नुहुन्छ, अपरेसन हेर्नुहुन्छ, जे हुन्छ अपरेसनमा। अस्ति आइसाबले भन्यो नि प्लान, त्यो प्लान भनेको चाहिँ असाध्यै नै हुनुपर्छ है। तपाईँले मैले भन्छु नि, तपाईँले अब अपरेसन हेर्नुभयो भने मेन एउटा के ख्याल गर्नु भन्दाखेरि तपाईँले हतियार टोली आफैसँग राख्नुहोस्, डिल गर्दाखेरि एउटा जुनियर अफिसर आफूसँग राख्नुहोस्। तपाईँले अगाडि गएर डिल गर्नुपर्छ भने हतियार भिडमा लाने होइन, हिजो ग्यास गर्नु खोसिया छ नि, भिडमा लाने नै हो नि हतियारहरू, त्यसलाई सेफ ठाउँबाट राख्ने हो। अनि त्यसमा चाहिँ एउटा जुनियर अफिसर राखिदिनु, पछि कमान्ड गर्नु पऱ्यो भने तपाईँ त अगाडि गएर कमान्ड गर्ने होइन, पछाडि ब्याक हुने हो। हतियार वेपन जहिले पनि कमान्डरको हातमा हुनुपर्छ। वेपनको लगाम चाहिँ त्यहाँ अन्धाधुन्ध चाहिँ फायर गरिदिन्छन्। अनि तपाईँले जहिले पनि त्यो प्लान भनेको चाहिँ त्यही हो। हामीले चाहिँ बल प्रयोगको केलाई बल प्रयोग गर्ने, कति बल प्रयोग गर्ने, त्यसको जवाबदेहिता के हो, आवश्यकता के हो, त्यो सबै कुराहरू अपरेसनमा छ नि। यहाँ त पहिला उसले भन्थ्यो क्या, हाम्रो आइसाब खड्गजित बरालले आन्दोलनमा जाँदाखेरि लट्ठी हानिस कारबाही गर्छु, लट्ठी हानिनस् कारबाही गर्छु भन्नुहुन्थ्यो अरे क्या। लट्ठी हानिस कारबाही गर्छु, लट्ठी हानिनस् कारबाही गर्छु भनेको अर्थ के हो? अनावश्यक ठाउँमा लट्ठी हानिस कारबाही गर्छु, हान्नुपर्ने ठाउँमा हानिनस् कारबाही गर्छु। सिम्पल यही कुरा हो, हामीले ब्रिफ गर्नुपर्ने यही कुरा हो। किनभने अबको दिनहरू भनेको अलि असहज होला। हाम्रो चाहिँ विशेष गरेर अब यहाँ जाजरकोटमा भन्दा पनि सुर्खेतमा तनाव हुन्छ। सुर्खेत ठुलो सहरमा होइन, मान्छेहरूको ग्यादरिङ धेरै हुन्छ। त्यसकारण तपाईँले अपरेसन गर्दाखेरि चाहिँ एकदमै केही हुन्न, कहिले पनि आगोको झिल्कोलाई सानो ठान्नै हुन्न, आगोको झिल्कोलाई सानो ठान्नुहुन्न। फेरि ठुलो घटनामा पुलिस त्यही भएर फसिया छ। हामीले चाहिँ भनौँ न
मान्छे पुलिस बढी भएर केही पनि फरक पर्दैन, तर त्यसलाई प्रपर ब्रिफ हुनु पऱ्यो किन गरेर हो एक्सन त। अनि तपाईँले गरेको कुराहरू अस्ति यस हिसाबले भन्नुभएको थियो नि, अब पहिला एउटा मात्र क्यामेराम्यान लग्थ्यौँ, अहिले अब 2 जना लाग्नु पर्ने भयो। 2 जना लाग्नु पर्ने भयो। तिनीहरूले एउटा हामीले भनेको कुराहरू खिच्ने, अर्को क्राउडको भिडले के गरिरहेको छ त्यो खिच्ने। किनभने पछि त एडिटेड हुन्छ, पुलिसले पनि त चाहियो त भिडले के गरिरहेको हुन्छ, हामीले उसलाई कसरी सम्झाएर हुन्छ। बकाइदा माइकिङ गरेर होइन, काठमाडौँमा कस्तो सिस्टमेटिक थियो, प्रत्येक गाडीमा माइक हुन्थ्यो, प्रत्येक गाडीमा फायर एक्सटिङ्ग्विसर हुन्थ्यो, प्रत्येक गाडीमा एउटा स्ट्रेचर हुन्थ्यो। भनेपछि त्यो हामीले अब त्यसै सोच्नुपर्छ यो। अनि त्यहाँ इभन डोरी पनि हुन्थ्यो, डोरी राखेको थिएन। कीर्तिपुरमा एउटा मान्छे भिडबाट लड्यो होइन, भिडबाट लड्यो, त्यसलाई डोरीले लाएर रेस्क्यु गर्यो हामीले। त्यो जुन डोरी राखेको थिएन कि लाइन ठुलो डोरीहरू, भनेपछि प्रिपेयर्डनेस भनेर चाहिँ त्यो हुनु पऱ्यो। त्यहाँनिर फर्स्ट एजको कुराहरू हुनु पऱ्यो। अलिकति चाहिँ त्यो गर्न सक्यो भने हामीले एकदमै यो भनौँ न वाहवाही पनि पाउँछौँ। त्यो भनौँ न पुलिसले गरेको एक्सनमा सबैले राम्रो पनि गरे भन्ने कुरा हुन्छ त। त्यस कारण यो कुरा चाहिँ ख्याल गर्नु होला तपाईँले। जहिले पनि ग्रिप आफूले राख्दाखेरि आफूले गरेको कामहरू जवाबदेहिता गर्नलाई यस्तो कुराहरू चाहिँ हुन्छ। पछि फोन उठेन ल भनेपछि त यो चाहिँ भिजुलाइज भइदियो भने त हामी पछि देखाउन सक्छौँ नि। यो कुराहरू चाहिँ तपाईँले जहिले पनि ख्याल गर्नुभयो भने अपरेसनको पाटो एकदमै क्लियर हुन्छ। अपरेसनले डुबाउने नै अपरेसनले हो। किनभने त्यहाँनिर तपाईँले छ नि बल प्रयोग बढी गर्दाखेरि कारबाही भएको रेकर्डहरू छ। अनावश्यक बल प्रयोग गर्दाखेरि तपाईँले जस्टिफाई गराउन सक्नु भएन भने यो कुरा तपाईँले पनि सुन्नुहोस् है। तपाईँहरू पनि हामीले कमान्डर भनेर पठाउँछौँ। अनावश्यक बल प्रयोग भनेको के हो त? 2 जना मान्छे आएछ, 4 जना पुलिस गएर लट्ठी ढ्याम हान्यो भने त्यो अनावश्यक बल प्रयोग हो। अब भिडहरू 50 जना छ, पुलिस 10 जना छ, भिडले चाहिँ तोडफोड गर्न आइसक्यो भने उसलाई सम्झाउनु पऱ्यो पहिला हामी बल प्रयोग गर्दैछौँ भनेर। त्यो भिजुलाइज गर्नु पऱ्यो र अनि मात्र ल अब हामी अब लाठी तपाईँहरू यहाँ संयमित हुनु भएन भने हामी लाठी चार्ज गर्दैछौँ भनेर त्यति बोलेको तपाईँले भिजुलाइज गर्नुभयो भने र पछि जवाबदेहितामा त आउँछ त पछि। त्यो कुराहरू चाहिँ जहिले नै ख्याल गर्नु पऱ्यो। अब मुद्दामा हेर्नुभयो भने मुद्दामा चाहिँ अब अहिलेको कानुनअनुसार हेर्नै पर्छ। तपाईँले यहाँ धेरै मुद्दा त यहाँ नभए पनि केही कुराहरूमा सिक्नु भएको छ। त्यस कारण यो कुराहरू चाहिँ ख्याल गर्नुहोस्। तपाईँले मुद्दामा गर्दाखेरि पनि नआएको कुरा सोधिहाल्ने। रिटायर हुन त थाहा छ त हामी कहिले रिटायर हुन्छौँ भनेर। कि हामी उमेरको हदले रिटायर हुन्छौँ अब चेन्ज भयो भने, कि 30 वर्षले हुन्छौँ भनेपछि दुईवटा त रह्यो त। भनेपछि अब हामीले चाहिँ अब कसरी अगाडि घरमा कसरी बस्ने, घरमा केही गर्ने भन्ने कुरा चाहिँ प्लान गर्नुपर्छ। तपाईँहरू घर जान लाउनु भए पनि हुनु होला कति होइन, त्यो पनि ख्याल गर्नुहोस् तपाईँहरूले। किनभने यो कुरा गर्न सकेन भने पछि दुःख पाइन्छ। आफ्नो बानी बेहोरा चाहिँ अब हामी कसरी चाहिँ फौजीबाट अर्को चाहिँ गर्ने भन्ने कुरा हो। त्यो यो कुराहरू चाहिँ ख्याल गर्नु। आफूले स्वास्थ्य अहिलेदेखि पछि भने स्वास्थ्य बिग्रेपछि त बिग्रेको त सबभन्दा ठुलो धनै स्वास्थ्य हो। स्वास्थ्य छैन त केही छैन। त्यो जति पैसा कमाए पनि एकचोटि हस्पिटल गएर आउँदाखेरि 2 लाख 3 लाख रुपियाँ ढडाइदिन्छ अहिले राम्रै उसमा। त्यही भने सबभन्दा पहिला स्वास्थ्यलाई ख्याल गर्नु पऱ्यो, पेसेन्स राख्नु पऱ्यो, दिमागलाई ठन्डा राख्ने होइन। त्यो चाहिँ काम गर्यो भने भइहाल्छ। र अब अझ बोल्न त मन थियो मेरो होइन, किनभने यो अब फेरि अब यहाँबाट गइसकेपछि अब फेरि अन्त कतै भेट होला नहोला, तर हामी सधैँ फेसबुकमा हुन्छौँ, टेलिफोन छँदैछ, टेलिफोनमा सम्पर्क गर्न सक्छौँ। यो कुराहरू चाहिँ ख्याल गर्ने। अनि केही कुरा छ भने पनि अब त्यो आफूले सेयर गर्दाखेरि के छ सन्चो बिसन्चो सोद्धाखेरि पनि त्यो आत्मीयता हुन्छ नै। त्यो कारण त्यो गर्नु होला। त्यो साथीभाइ हामी सबै यही नै हौँ, यहाँ सबै कोही पनि बस्दैन र त्यो कारण सबै हामी एक न एक दिन यहाँबाट पनि जानैपर्छ। त्यो कुराले चाहिँ अब तर हाम्रो भेट अझ भेट गर्दाखेरि अझ आत्मीय हुनु पर्यो, सुमधुर हुनुपर्छ र त्यही पनि कहीँ भेट भइहाल्छ भन्ने आशा गर्दै तपाईँलाई पूर्ण त्यहाँ कार्यकाल एकदम सुमधुर होस्, सुखदमय होस्
र तपाईँ त्यहाँ के अरे जाजरकोटबाट जसरी जानुभएको छ सुर्खेतबाट पनि वाही गरेर कतै इन्चार्जसिपको लागि त्यहाँबाट नोमिनेसन भएर इन्चार्जमा गएको हेर्न पाऊँ भन्ने शुभकामना दिँदै मेरो छोटो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद, जय नेपाल।